ललितपुर स्थित नक्खु कारागारबाट जेएनजी आन्दोलनका क्रममा फरार कैदीबन्दी मध्ये 30% अझै सम्पर्कमा आएका छैनन्। गत भदौ 24 गते नक्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका 1280 जना कैदीबन्दी फरार भएका थिए। कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये 70% कैदीबन्दी स्वइच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी 30% अझै फरार अवस्थामा छन्। कारागार विभागले तोकेको समय सीमा अनुसार गत असोज 20 गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन 2079 तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक गरिएको थियो। कारागार प्रशासनले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चार माध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरकार भएका सबै पक्षलाई सहयोगको लागि आग्रह गरेको छ।